शीतलमा बसेछ एभ्रिवान हामी त अब स्कुलबाट निस्किसक्यौँ होइन अब मैले युकेजी जाने बच्चालाई नर्सरीमा राखिदिएको छ होइन अब म के गर्ने बुक किन्नुपर्ने हुन्छ मैले होइन हेलो गाइस त्यसरी भेट्यो फेरि होइन टुक्रा बनाएँ है मैले टुक्रा चाहिँ मैले जोडेर बनाउनु पर्ने छ गाइड होइन किनभने चाहिँ यहाँ जङ्गलमा राम्रो राम्रो भिड छ क्या शीतल छ क्या बाइपासमा आएर जान्छु क्या कति गर्मी के बाइपासमा कति गर्मी अब हामीले बाटो लाग्यौँ छोरी होइन गाई चिसो पनि खायो होइन आनन्द भयो अब यहाँबाट झन् आनन्द स्वर्ग नै पुगेको हुन्छ गाई स्वर्ग हेर्ने हो स्वर्ग अब यहाँ पुगेको स्वर्ग जान्छु ल म बाइपासमाथि जङ्गलमा आयौँ शीतल भयो क्या स्वर्ग गएको जस्तै बाटो गर्मी बाइपासमा त गर्मी यति साह्रो गर्मी छ जब यहाँ जङ्गल आएपछि ढोका हुन्छ क्या हामी मान्छे सधैँ अमूल्य वस्तु खोज्यौँ हुन्छ तर हामी नै अमूल्य हो भन्ने कुरा कसैले बुझ्दैनौ तिमीलाई हेर्ने गर तिमी नै नरहे त्यो अमूल्य वस्तुको के काम हामी अरूको बारेमा सोच्दा आफ्नै बारेमा सोच्न बिर्सिन्छौँ जबकि हामीलाई थाहा हुन्छ हामी गए पछाडि हाम्रो याद पनि यो संसारमा रहँदैन भन्ने कुरा खासमा राम्रो भन्ने यहाँ कोही छैन नराम्रो भन्ने पनि यहाँ कोही छैन यहाँ त समयको खेल हो कतै तिमी राम्रो म नराम्रो कतै म राम्रो तिमी नराम्रो म राम्रो छु भन्ने घमण्ड पनि कहिल्यै नगर म नराम्रो छु भनेर निराश पनि कहिल्यै नबस यहाँ कसैको